नमस्ते नेपाल, नमस्ते एभ्रिवान, नमस्ते सबैजनालाई। यहाँ गइरहेछ भने म लिम्बू काइला। यस, आजको ब्लग सुरु भयो। आज चाहिँ केही छैन, सिधै धानको दल राखेको बिउ हैन दल, धानको दल राखेको टक्क हुन्छ। आज चाहिँ हाम्रो धानको दल राख्ने कार्यक्रम छ, हेरिदिनु होला हैन। गरे यस, गाडी हान्दैछ भान्जा। किन बोल न ओइ भान्जा। भान्जाले गाडा हान्दैछ यहाँ हाम्रो चाहिँ हिलिसकेको छ भने दाँदे लाउने कार्यक्रम हुँदैछ है। यो चाहिँ हाम्रो ब्याड हो। दाँदे बोक्ने के हो, गोरु टाप हान्नु यस्तो छ। दाँदे पनि एउटा मात्रै गाँड छ, एउटा गाँड मस्किया रहेछ। यस्तो छ ल। अब एकछिनमा दाँदे लाएको भिडियो आउँछ। यस्तो छ दाँदे लाउने प्रक्रिया। यो चाहिँ हाम्रा गोरु हो, कलिलो। यहाँ टक्क ब्याड राख्ने चाहिँ यो खाले दाँदे लाउनु पर्छ। मैले लाउँदा चाहिँ हुने, लाउने अल्छी लाग्छ होइन। यस्तो दाँदे 7 दिन 7 राख्ने। पानी थोरै बोक्या हो तर बाउँसे मिल्ने भयो। हिलो किन तर हिलो यो खाले दाँदे लाउनु पर्ने रहेछ। अब यहाँनिर धानको दल राख्ने हो टक्क। बाउसे गरेर टक्क पानी लाएर सङ्गिहाल्छ। खेतमा आउन त आउनेला नि, दुध लाने अझै सेतो आउँछन् कुर्नेको दिन त पुस्ने हो। आएर खेतीमै गर्नुपर्ने के जानु हो काका भन्छु। जाऊ पर्दा यता कुद्छौ फर्किन्छ होला कुद्दैन आज अगाका छन्। हिजो त मैले पर गएको यतादेखि बोलाएको आएँ। बल्छ खै के गर्छ गरी बल्छ। फाइनली साथीभाइ यो धानको दलको अवस्था चाहिँ यस्तो भइसकेको छ भने यहाँ चाहिँ दल हान्ने हो धानको होइन। टक्क यो एरिया है रोप्ने चाहिँ यस्तो छ। यहाँ तल चाहिँ बाँझो छ भने अगाडि मकैबारी छ टक्क। यता यस्तो हाम्रो दोषहरू छ, काङ्ग्रेस एमालेको दोषहरू। अनि यहाँनिर यस्तो छ है ल। भरे चाहिँ टक्क दल हानेको, धानको दल हानेको पनि भिडियो आउँछ है। यो खाले छ गरे ल। ठिक छ, केटाहरूको जोस छ ल। साथीभाइ यो आज चाहिँ हामीले काम फिनिस हानिसकेका छ। धानको दल पनि राखिसकेका छ। प्रचण्ड यता हेर न, यहाँ छ प्रचण्डे। गेटिस देख्नु सक्नुहुन्छ। यता हिरो पञ्चमीको, यता खन्दाल गाउँको हिरो, यता माथि त होइन। यस्तो छ ल ब्लग। अब यहाँ भ्यू राखेको छ, अघि भिडियो बनाउनै पाइएन। दामी आउँछ झोला यस्तो छ टक्क। खै तेरो मेसी छ यो पालि चाहिँ। हाम्रो चाहिँ सपोर्ट मेसीलाई हुन्छ ल। भिडियो हेरिदिँदै गर्नु होला। आजलाई यति।